घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ। नेपाली जनताले निशुल्क शिक्षा पाउँछ नि त अब तपाईँ मन्त्री हुँदाखेरि? अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको? एउटा न एउटा त केही त राम्रो काम त केही न केही होला त नि, गरौँला। अहिले नै कसरी भन्ने, त्यो पत्रकारहरूले नपेल्नु न हो। यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? र इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। मन्त्री नबन्नु भनेर भनिन्छ। मन्त्री त म मन्त्री होइन। क्या बात कर रहे हैं? एउटा जिम्मेवारी, एउटा भनौँ न, एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। कुरो घाँस त्यो हो क्या। अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि पाएको? सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। त्यो जनरल कुरा नसोध, के ठोस कुरा सोध। यतै छ त, फेरि जनरल कुरा सोधे। त्यो मार्केटले मैले गरेको होइन। एकदमै चर्चा पाउनु भएको छ तपाईँले, के भन्नुहुन्छ यो विषयमा? मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। आफ्नो काममा भइरहेछ यो विषयमा के म आफ्नो काममा व्यस्त छु। जाऊ जाऊ जाऊ।